भएको? खै म कहाँ जानला मलाई नि थाहा छैन मेरो भाग्यले जहाँ लान्छ म त्यही जान्छु किन भाग्यले जहाँ जहाँ लान्छ त्यही त्यही जान्छु भन्नुभएको? हजुरको घर छैन? अह मेरो घर छैन हजुर तिमीले विश्वास गर न सुमन, म तिमीलाई धेरै माया गर्छु। म तिमीसँग जिन्दगी बिताउन चाहन्छु। बाबामाको मन अर्सारी बाँची अर्सारीको मन ढुङ्गा बुढामा त्यो बिरुवाकी छोरीको पनि बिहे गरेर पठाइयो त्यो पोरा होली भनेको त झन् पर पो भइसक्यो मेरो कर्म पनि खत्तमै परेछ कोही आयो भने लगाइदेऊ भनेर भन्नु ओहो जेठा कता लानुभयो यसो गाउँबाट आएको नै त्यो फुलकुमारीलाई पुऱ्याउनु पर्यो थियो मैले आँखादेखि त्यो लगाइदेऊ हस् हस् हेलो छोरी म तेरो बा बोलेको हेलो बा ढोकरे भाग्यमानी भएस् नानी बा आज त बिहानै फोन गर्नुभयो धेरै दिन भयो हजुरलाई फोन नगरेको पनि सन्चै त छ नि अब बुढेसकाल लागेको ज्यान सन्चो त कहाँ हुन्छ र नानी घरिघरि सास फेर्न सक्दिनँ कतै हिँड्नु भने पनि नानी खुट्टा काम्छ बाँकी एउटी छोरीले पनि फोन हान्दिन यसरी छोरीले फोन गरेन भनेर नआतिनु न बा मेरो मोबाइल बिग्रेको थियो त्यसैले फोन गर्न पाइनँ हिजो मात्र गनाएर ल्याएको आज दिउँसो फोन गर्छु भनेर सोचेकी थिएँ हजुरको फोन आइहाल्यो म अलिकति पनि निष्ठुरी भएको छैन बा हजुरलाई त्यस्तो लागेको मात्र हो हेर छोरी तँ मलाई कुराले मात्रै ठिक गर्न पार म टाढामाथिको घाम हुन लागिसक्यो तँलाई मेरो माया लाग्छ भने मेरो मुख हेर्न आइहाल्छ हजुर यसरी निराश नहुनु न मेरो चाहना हजुरलाई निराश बनाउने हुँदै होइन अनि रह्यो मायाको कुरा म आफूलाई भन्दा हजुरलाई बढी माया गर्छु बा म तँलाई सम्झेर कति जेल गइरहेको त कति निष्ठुरी भक्ति छोरी हजुर यसरी नआत्तिनु न म लुगा लाएर हिँडिहालेँ कुरा त लामै गर्नुभयो नि जेठामा के फुलकुमारी दिदी आउलिन् त खोइ आउँछु भनेकी छेरियारी आउलिन्छ ल नानी मलाई अलिक हतार त त्यो बिस्तार जाऊ है ला आज त पठाउ पनि पाइएन मम्मीलाई कसरी मामा घर पठाउने होला त नि ए बरु कृष्ण अङ्कललाई फोन गर्छु वा आज उतै जाने काम छ भने पछि हेलो
छिटो आउनु न। खोइ त नानी पठाऊ। हजुर पानी परेर मम्मी पठाउनै पाएँ। तै पनि मैले कृष्ण अङ्कललाई भनिसु आउँदै हुनुहुन्छ अरे। अङ्कल मम्मीलाई राम्रोसँग पुऱ्याइदिनु है। ला भात पकाउँ भनेको चामलै सकिएछ। पसलमा पनि टन्न उधारो छ, के बाँकी देलान र अब बरु फुलकुमारी दिदीकोमा गएर पैँचो मागेर लिएर आउँछु। होइन फुलकुमारीको आमा छोरी कहाँ गएछ नाचो ढोका लाएर? अब मान्छे नभए घर के भन्नु पछि आउनु पर्दा। मम्मी पनि मामा घर जानुभयो, म मात्र घरमा टेपी बस्नु। होइन, को हो त्यो मान्छे? घरि यता घरि उता गरिराखेको छ, त्यही पनि बिच सडकमा। अहिले बसले आएर हानिदियो भने बर्बादै हुन्छ। हजुर, अघि बाटो काट्न किन त्यसरी लापरवाही गर्नुभएको? हजुरलाई आफ्नो जानको अलिकति पनि माया छैन? मलाई बाटो काट्न कसैले सहयोग गरेन, त्यही भएर म आफैले बाटो काट्न खोजेँ। मलाई माफ गर्नुहोला, मैले पुरै नबुझी हजुरलाई सर्वसम्म गाली गरेँ। हजुरलाई धेरै धेरै धन्यवाद छ, म माथि दया देखाउनु भयो। हजुरलाई भगवान्ले सधैँ रक्षा गर्नु। सुन्नुहोस् त, हजुर कहाँ जान लाउनु भएको? खै म कहाँ जानला मलाई नै थाहा छैन। मेरो भाग्यले जहाँ लान्छ म त्यही जान्छु। किन भाग्यले जहाँ जहाँ लान्छ त्यही त्यही जान्छु भन्नुभएको? हजुरको घर छैन? मेरो घर छैन हजुर। हे भगवान्, मैले कुन जुनीमा के पाप गरेको थिएँ र यो जुनीमा तिमीले मलाई आँखा दिएनौ? तिमीलाई के थाहा भगवान्, यो समाजमा अन्धो भएर बाँच्नुको पीडा कस्तो हुन्छ भनेर। बिचरा त्यो मान्छे कहाँ जाला, के खाला, कसले उमाथि दया देखाउला? म त भन्छु भगवान्, यो संसारमा कसैलाई पनि आँखा नदेख्ने अन्धो नबनाइदेऊ। अन्धो मान्छेलाई कसैले पनि दया माया गर्दैनन्। यदि कसैले दया माया गरिहाल्यो भने पनि एक दुई दिन मात्र हो। म त भगवान्ले मेरो सानो रहर पुरा गरिदिएनन् भने पनि मन्दिरमा गएर कराउँथे, गाली गर्थे। त्यति गर्दा पनि रिस मरेन भने थुक्थे। तर त्यो मान्छेले आफूमाथि त्यति ठुलो वज्रपात पर्दा कसरी सहेको होला? मलाई त एक्कासी त्यो मान्छेप्रति दया पलाउन थाल्यो। बिचरा
आमा बुवा कोही नभएको बेसारा रहेछ। त्यही माथि आँखा नदेख्ने म त त्यसलाई खोजेर आफ्नै घरमा राख्छु। सुस्मिता त होसमा त छिस्। त्यसरी एउटा केटालाई घरमै ल्याएर राख्दा यो समाजले तँलाई के भन्छ सोचेकी छिस्? मलाई अब मेरो मतलब छैन। म उसलाई साथ दिन चाहन्छु। आँखा नदेख्ने मान्छेको उद्धार गर्ने काम राज्यको व्यक्तिको होइन सुस्मिता। यो संसारमा उसको आफ्नो भन्ने कोही पनि छैन। के को नाताले दया देखाइसियो अन्तलाई भन्दा के भन्छिस्? त मेरो चिन्ता नगर। कसैले ममाथि प्रश्न गर्यो भने मानवताको नाताले सहयोग गरे भन्छु। सुन्नुहोस् न, को हुनुहुन्छ होला? धेरै दिनदेखि केही खाएको छैन, खानेकुरो भयो, दिनुहोस् न हजुर। बिना पैसा सहरमा केही पाइँदैन भाइ। म आँखा देख्दिनँ हजुर, बाटोमा अलिकति पैसा मागेर दिएर आएको छु। यो पैसाको के आउँछ त्यही दिनुहोस् न हजुर। भाइ ल भाइ तिम्रो पैसा यति मात्रै आउँछ। थुक्क साँझे हजुरको जिन्दगी यस्ता दृष्टिबिनको पनि पैसा खानुभयो है। हजुरलाई अलिकति पाप धर्मको डर छैन? कुरुक्क उहाँलाई पैसा फिर्ता दिनु। मबाट गल्ती भयो, मलाई माफ गर्नु होला। ल भाइ तिम्रो पैसा। तपाईँले त अहिले मलाई बाटो कटाइदिनु भएको थियो है। अघि मैले नै हजुरलाई बाटो कटाइदिएकी थिएँ। तर हजुरले मलाई कसरी चिन्नुभयो? हजुरको बोलीले चिनी। हामी दृष्टिविहीनहरूको बाहिरी आँखा मात्रै अन्ध हो हजुर। भित्री आँखा त हजुरहरूको भन्दा नि तेज हुन्छ। हामीले को मान्छे सही को मान्छे गलत भन्ने कुरा उसको बोली र व्यवहारले छुट्याउँछौँ। हजुर त कुरा गर्नु कति जानु भएको हो कि? हिँड्नु जाऊँ मसित। कहाँ मेरो घर। जानिन? जाऊँ के हुन्छ र? हिँड्नु न, हिँड्नु टाढा म। बा ए छोरी तिमी आयो? मलाई एउटा कुराको डर लागिरहेछ हजुर। म यहाँ बस्दाखेरि हजुरले ज्ञानी आएर मलाई टुटु हुन्छ कि गाडी गर्नुहुन्छ नि? हजुरले सोचे जस्तो बडा सुरुवात के हुनुहुन्न मेरो घरमा। ढुक्क भएर बस्नु। सुस्मिता, ए सुस्मिता, हजुर भित्रै आउनु न। अनि सुस्मिता मम्मी खोइ त? मम्मी त मामा घर जानुभएको छ काकी। केही काम थियो र? खासै काम त केही पनि थिएन सुस्मिता। हेर न, भात पकाउँछु भनेको आज मेरो घरमा चामलै सकिएछ। त्यही भएर म त 1-2 दिनलाई चामल पैँचो माग्न आएँ कि दिन्छौ र? त्यही त, त्यही भएर त आएको नि। अनि सुस्मिता उहाँ चाहिँ को त? उहाँ मेरो साथी हुनुहुन्छ काकी। ए ल ल। राम राम। त्यो सुस्मिता त्यति साह्रो गति छाडा होली भनेर मैले सोचेको पनि थिइनँ। आमा माइत गएको बेलामा घरमै केटो लिएर राख्ने भनेपछि त्यो कतिसम्म सडेकी होली त। बरु भात पछि पकाउँछु, फुलकुमारीलाई फोन गरेर सबै कुरा लगाइदिन्छु।
ल छैन मेरो भट्टा पनि ल्याएको छ खर्च गरेर मान्छे तिरेको छ अहिले त्यसो नमान्नु न। हेलो फुलकुमारी दिदी, तपाईँ कहिले आउनुहुन्छ घर? 2-4 दिन बस्छु होला। बुढो भएको बुवा हुनुहुन्छ, 1-2 दिन बुवासँगै रमाउँछु म। दिदी हजुर उता बासँग रमाएर बस्छु भन्नुहुन्छ, यता छोरी केटो समाएर बसेकी छे। मैना, तिमी यो के भन्दैछौ? मैले जे देखेँ त्यही भनेको हो दिदी। मेरो घरमा चामल सकिएर हजुरको घरमा म चामल पैँचो माग्न गएको थिएँ। त्यहाँ एउटा चिन्दै नचिनेको केटा र सुस्मिता मात्रै थिए। बाहिर बसेको भए किन मन आँटिन्थ्यो र दिदी? त्यो केटालाई किचनमै लगेकी थिए सुस्मिताले। यदि मेरो कुरा पत्याउनुहुन्न भने हजुर भोलि बिहानै आउनु, आफैले थाहा पाउनुहुन्छ। मैले त यति भन्न फोन गरेँ कि दिदी, अहिले राखेँ है। हे भगवान, के सुन्नु पर्यो मैले? कस्तो बुझस्तो छोरी पाएछु मैले। फुलकुमारी, तिमीलाई फोनमा कसले के कुरा सुनायो? नातिनीले के बिगायो? बा, म केटो ल्याएर राखेकी थिएँ रे छोरीले घरमा। अब म के गरौँ? त्यसले त मेरो नाकै काटिदिने भई। त्यसलाई भोलि बिहानै पानी सिनु लाएर राख्ने 7 दिन हाल्न दिएर। हेलो मैना, म तिम्रो अगाडि हात जोड्छु। मेरो छोरीले केटा घरमा ल्याएको कुरा कसैलाई नभन है। ठिकै छ दिदी, म हिजोको कुरो कसैले नै भन्दिनँ, तर जति सक्दो छिटो त्यो सुस्मिताको अन्तै बिहे गरेर पठाइदिनुहोस्। हुन्छ मैना, म अब त्यसको छिट्टै बिहे गरिदिइहाल्छु। धम्किनी तेरो उयोको मुखबाट मम्मी भन्ने शब्द ननिकाल। अब तैँले मेरो विश्वासमाथि घात गरिस्। आँखा देख्ने केटो होस् कि आँखा नदेख्ने केटो होस्, आखिर केटो त केटै हो नि। मैले त सोचेको थिएँ मेरी छोरी ज्ञानी छे, संस्कारी छे, तर छे 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 आफूले भने आफ्नो छोरीलाई कति न धनी केटोलाई बिहे गरेर दिउला भनेर सोचेको थिएँ। तर तैँले त्यस्तो अन्धो केटोलाई घरमा ल्याउने हिम्मत गरिस्? कसरी पाल्छ हो त्यो अन्धोले? तँलाई कहाँ राख्छ? के खुवाउँछ? मम्मी, पहिले मेरो कुरा त सुन्नु। मलाई तेरो केही कुरा पनि सुन्नु छैन। अब तैँले मैले खोजेको केटासँग बिहे गर्नुपर्छ। फुलकुमारी दिदी, तपाईँ फुलकुमारी दिदी, मैले भनेको कुरो सही रहेछ कि रहेनछ त? दिमागले कामै नगरेको बेलामा मलाई प्रश्न नगर न मैना। मैले भनेको मान्नुहुन्छ भने दिदी, मेरो माइती गाउँमा एउटा भाइ छ, त्यो पनि पेसाले डाक्टर हो। त्यहीसँग सुस्मिताको बिहे गराइदिएर ज्वाइँ बनाउन मन छ मलाई। पहिला मलाई एकचोटि केटासँग त भेटाऊ। पहिला त मैले सुमनलाई
अन्धो आँखा देख्दैन, बेसारालाई सारा दियो भने धर्म हुन्छ भनेर घर ल्याए। तर अहिले त मैले उसलाई साँच्चीकै माया गर्न थालेकी छु, तर हामी एक हुन सक्दैनौँ। म जन्म दिने आमालाई छोडेर कसरी भागौँ? म भागेँ भने उहाँको साथमा कोही पनि हुँदैन। सुस्मिता, यो तेरो रोएर बस्ने समय होइन, आफ्नो फैसला आफै गर्ने समय हो। यति भन्दा त सुमनलाई माया गर्छस् कि दया? आफूले चाहना मात्र राख्नुपर्छ सुस्मिता। आफूले चाह्यो भने यो संसारमा असम्भव भन्ने केही पनि छैन सुस्मिता। यदि त सुमनलाई साँच्चीकै माया गर्छस् भने यहाँबाट भागिहाल। बाबु पाङ्रे एकछिन भित्र आइज त। अरे दिदी मैना, मलाई केटा मन पर्यो। म सुस्मिताको भोलि नै टिकाटालो गरेर पठाइदिन्छु। अहिलेलाई म गएँ। सुमन, मलाई एक्लै छोडेर तिमी मर्न लागेको। म पनि तिमीसँगै मर्न चाहन्छु। तिमी होसमा त छौ सुस्मिता। म त मरेपछि शान्तिको सास फेर्न पाउँछु, तर तिमीले के पाउँछौ? म त आँखा नदेख्ने अन्धो हुँ, मलाई कसैले दया माया देखाउँदैन। त्यसैले मसँग सँगै मर्छु भनेर नआऊ। यहाँबाट जाऊ तिमी। नाइ सुमन, म तिमीलाई एक्लै छोडेर कतै जान सक्दिनँ। तँ र म तिम्रो, मलाई एक्लै छोडेर कतै जाँदैन भन्छ। सुमन, तिमी मेरो प्राण हौ, तिमी मेरो सास हौ। तिमी बिना म एकछिन पनि बाँच्न सक्दिनँ। यो तिम्रो मुख बोलेको हो सुस्मिता, तिम्रो मन बोलेको होइन। हामी जस्तो दृष्टिबिनलाई कसैले माया गर्दैन। म तिमीलाई मन पराउँछु। आई लभ यु। तिमीले विश्वास गर न सुमन, म तिमीलाई धेरै माया गर्छु। म तिमीसँग जिन्दगी बिताउन चाहन्छु। छोरी, नातिनीले साँच्चीकै केटा घरमा लिएर राखेकी हो त? बा, केटो नै घरमा ल्याएर राखेकी रहेछ, त्यही पनि अन्धो। तर तपाईँ चिन्ता नगर्नुहोस्, त्यो अन्धोले हाम्रो घर छोडेर गइसक्यो। मैले सुस्मिताको लागि केटो हेरेर आइसकेँ। कुरा लगभग पक्का पक्की भइसक्यो। बिहामा त हजुर जसरी पनि आउनुपर्छ। ल त अहिले मैले फोन राखेँ। ल ल। त्यो सुस्मितासँग बेचे गर्ने होइन नि फेरि? तिमी चिन्तै नगर मैना दिदी, त्यो सुस्मितालाई म 2-4 दिन खेलाएर छोडिदिन्छु। कहाँ म घरमा बुढी हुँदा हुँदै अर्कीलाई स्वास्नी बनाउँछु? त्यो सुस्मितालाई त भुँडी बोकाएरै छोडिदिने हो।
सुस्मिता कहाँ लुकाएर राखेकी छेस? मैले भने त मलाई थाहा छैन मेरो छोरी कहाँ छ भनेर। अझ थाहा छैन भन्छस्? यसलाई ल्याउँछस् कि तँलाई मारेर यहीँ गाडिदिउँ। सुस्मिता, मैले त सोचेको नै थिएँ तिमीले मलाई यसरी साथ दिन्छौ कि भनेर। यो समाज र अन्धलाई पनि माया गर्ने मान्छे हुँदो रहेछ। ए राई सुमन, मैले माया गरेको मान्छेलाई अन्त मात्र नभन। मेरो चित्त दुखेर आउँछ। मलाई तिम्रो माया चाहिएको, आँखा होइन। यसलाई अझ होटल पुगेन जस्तो छ। यसलाई त बचाऊ! बचाऊ! सुमन, यो त मेरो मम्मीको आवाज जस्तो छ। माफी मसँग होइन मम्मी, माफी अरूसँग माग्नु। मेरो चित्त दुखेको छैन। माफी। नानी, माफी उहाँसँग माग्नुस्। सुमन, पछाडि फर्क त, मैले कसलाई ल्याएकी छु? कसलाई ल्याएकी छौ र सुस्मिता? मैले मेरी मम्मीलाई ल्याएकी छु सुमन। बाबु, अब भाग्नु पर्दैन, नभाग्नुस्। म यहाँ हजुरसँग माफी मागेर छोरीको हात सुम्पिन आएकी हुँ। आजबाट मेरो छोरीको हात हजुरलाई सुम्पे बाबु।